ल मेरो बिहानैको काम चाहिँ गाडीहरू चेकचाक गर्ने, त्यहाँबाट गाडीहरूमा पानी छ कि छैन, मोबिलहरू छ कि छैन, के समस्या छ, लिकहरू भएको छ कि छैन, गाडी पम्पचर छ कि छैन, सबै चेक गर्ने छ क्या। जुनै गाडी चलाए पनि म भाइरल अर्को चलाए पनि यो चलाए पनि सुरुमै चेक गरेर मात्रै चलाउँछु। र सुरुमा चाहिँ मेरो अगाडिको ढोका खुल्दैन क्या, त्यही भएर पछाडिबाट खोलेर चाहिँ गर्नुपर्छ, त्यो बिग्रेको छ। र अब अगाडि चाहिँ बनेटसँग टुचाल र बनेट लक पनि हल्का चेन्ज गर्नुपर्छ, हल्का जान्छ, त्यो मोबिल सुबिल ग्रेसेस झालेर बनाउँछ। अब सुरुमा चाहिँ म पानी चेक गर्छु। पानी भएन भने त अब इन्जिनमा समस्या आउँछ, हिट हुन्छ। अब पानी छ, पानी भइसकेपछि अब म टक्कसँग ब्रेक ओइल चेक गर्छु। ब्रेक ओइल भएन भने, ब्रेक ओइल कम भयो भने ब्रेक लाग्दैन, ब्रेक हार्ड हुन्छ, भरे ब्रेक पाइप फुट्यो भने छिटो दब्छ, धेरै समस्या हुन्छ। अब इन्जिन ओइल चेक गर्छु। इन्जिन ओइल यसरी थाहा हुँदैन, अब टक्क पुस्ने हो, त्यहाँ 2 काटीसम्म छ भने ठिक हुन्छ, त्योभन्दा कम भयो भने चाहिँ हल्का थप्नुपर्छ। समस्या छ, साह्रै चिसो छ अहिले, चिसो मौसम लाग्यो, गाडी स्टार्ट हुन पनि गाह्रो छ। र त्यही भएर मैले टक्क चेक गर्ने भएँ। र सबैले यसरी नै चेक गर्नु होला। यस्तो भयो भने चाहिँ अब गाडीहरूमा के समस्या आएको अगाडि नै हेर्न सकिन्छ, बाटोमा ओभर पर्दैन। यसो हेर्दाखेरि हल्का कम भयो जस्तो लाग्यो। तल गएर 1 लिटर जति, झापामा गएर 1 लिटर जति थप्दा हुन्छ, त्यस्तो केही समस्या छैन। र अब चाहिँ टक्क आज चाहिँ हामी एकतर्फबाट दमक हुँदै बितनारसम्मको यात्रा हो। र आज प्यासेन्जर जम्मा 8 जना हुनुहुन्छ। र भोलि फिर्ने प्यासेन्जर पनि अब लगभग 2 जनाको कल आइसकेको छ, अरू कतिजना पनि हो। अब त्यसपछि म स्टार्ट गर्न लागेँ। यो चिसो मौसममा चाहिँ यो हाम्रो अगाडि गाडीको चाहिँ खोल्ने बिग्रेको कारणले अब जहिले पनि सेकेन्ड सिटबाटै खोल्नुपर्छ, नभए अगाडिबाट झ्याल खोलेर खोल्दा पनि हुन्छ। यो चिसो मौसममा स्टार्ट गर्ने गाह्रो हुन्छ क्या, त्यही भएर स्टार्ट एकैछिनमा बस्दिहाल्छ। सुरुमा चाहिँ गाडी ढोकेर स्टार्ट गर्नुपर्छ। यो अगाडिको वाइफरले चाहिँ अब धुलोहरू पक्रेको हुन्छ क्या, त्यही भएर सुरुमा वाइफर चलाएर अगाडिको सफा नगर्नु, सुरुमा पानी हान्ने अनि मात्रै वाइफर चलाउने। सुरुमा अगाडि पानी हालेर वाइफर चलाएपछि पछाडि टक्क केही सफा कपडाले पुस्ने, त्यसो गर्दा सिसाहरू कोरिँदैन। यो कम्पनी सिसा हो, 18 गाडी हो, कम्पनी सिसा हो, अहिलेसम्म केही स्क्रच भएको छैन। यो गर्नु होला सबैले। स्टार्ट गर्न चाहिँ धेरै गाह्रो हुन्छ क्या, अहिले यो चिसो मौसममा स्टार्टै हुँदैन। दुई तीनचोटि गर्दा पनि स्टार्ट भएन। बेटी अलिक पुरानो भयो, हुन पनि 4-5 वर्ष थामिसक्यो। बल्ल स्टार्ट भयो, हेर्नु न, धुवा चिसोले गर्दा धुवा ताममा बल्ल स्टार्ट भयो। हिजो पनि लास्ट गाह्रो भयो थियो, आज चाहिँ अलिक छिटो स्टार्ट भयो। अब पानीले चाहिँ अगाडिको सिसा मजाले पोखाल्दा लास्ट माया लाग्छ नि। यो यत्रो पैसा खर्च गरेर गाडी किन्नुपर्छ अनि नस्याहार्दा त त्यतिकै सकिन्छ। जति स्याहार त्यति राम्रो हुने हो क्या गाडी। स्याहार पुगेन भने त गाडी त सकिने हो। ल टक्कै यसरी पानी छैन क्या, आज पानीको समस्या छ, आज पानी आएकै छैन। न पाइपबाट पानी सानी हाल्दा राम्रो हुन्छ। जहिले पनि वाइफर उचालेर मात्रै पानी खनाउनु होला, त्यहाँनिर सानो सानो बालुवाहरू हुनसक्छ, सिसा कोर्छ क्या। ल आज मेरो ड्युटी चाहिँ अब सुरु भयो है।